हेलो नमस्ते। आज फेरि मेरो गेस्ट आउनु हुँदैछ टिकाको लागि हो। उहाँहरूको लागि चाहिँ अब खानाको लागि प्रिपेरेसन चल्दैछ। के चल्दैछ भन्दाखेरि चाहिँ यहाँनिर मैले माछा फ्राई गर्दैछु हो। यहाँ माछा फ्राई हुँदैछ, देख्नुभयो होला यहाँ मेरो क्यामेरा हातमा यसलाई चाहिँ माछा फ्राई गरेको छु हो। यहाँ माछा छ, यहाँ फ्राई गरिसकेको छ, यहाँ फ्राई हुँदैछ र यहाँ चिकनहरू छ। के पाक्छ तपाईँलाई म अहिले भन्नेछु। र पापाले यहाँनिर चाहिँ पर्क रेडी गर्नु हुँदैछ। यहाँनिर हेर्नुहोस् हो, पर्क चिल्ली बनाउने अरे पापाले चाहिँ। अनि बाउ र छोरी भएर चाहिँ यहाँ हामी धमाधम खाना पकाउँदैछौँ। ल अहिले फेरि भेट्छु तपाईँहरूलाई, कन्टिन्यू गर्छु। रेडी। हेलो लु है पाक्दैछ यहाँ देसी चिकन। अब हेर्नुहोस् यहाँ देसी चिकन छ हो। पाक्छ आउँदैछ घाँस खानु आउँदैछ ऱ्याबिट आयो। आमामा लो अब सिकारी आयो कि अब भाग्छ। अब ऱ्याबिट भाग्यो, स्पिड भाग्छ। अब ऱ्याबिट स्पिड भाग्छ। लु है साथीहरू, अब पकाउँदैछु। हेर्नुहोस् है कस्तो हुन्छ के हुन्छ हो। हेर्नुहोस् है अब यसको पनि पाक्यो। मैले मसला पनि हालेँ, अघि भिडियो गर्नु बिर्सेछु नानीले फोन हेरेर हो। ल है आज चाहिँ हल्का जाडो जाडो पनि छ हो। चटक्क भयो। ल दामी भएछ। धनिया पनि लागेछ यहाँनिर। तपाईँको चाहिँ के छ स्पेसल? आज स्पेसलमा मेरो यो सुँगुर फ्राई मिट हुँदैछ। सुरु बनाउँदाखेरि यसरी नै अब तपाईँहरूले बनाउनु खोज्दाखेरि चाहिँ यसरी नै बनाउनु पर्छ। प्याज हरियो खोर्सानी तेल खराएर मजाले अलिकति ब्राउन पार्नुपर्छ। यसको रेसिपी अब अलगै छ। यो पर्कको चाहिँ फ्राई मिट हो। हुन्छ। कसको लागि बनाउनु भएको? दसैँको खुसीमा शुभकामना दिँदै नानीहरूलाई। हुन्छ, त्यो पनि टेस्ट गर्नुपर्छ। फोन भन्छ नि उनीहरूले, फोनमा नि घरबाट कसैको फोन आउँदैन अरे। त त्यो फोनमा नि आमा बाउहरूलाई कस्तो तर्सिन्छु भन्छ। त्यही नै छैन कि आजकलको केटाकेटी आमा बाउको कदर उठाउनु छ यहाँ भने कोही बेला मेरोमा पनि आउनु तपाईँहरू। हेलो गर्नु दुईजना। यताबाट पनि हेलो भन्दैछ।